हेलो साथीहरु, नमस्ते। वेलकम माई युट्युब च्यानल। स्वागत छ यहाँहरुलाई मेरो च्यानलमा। गाइस, आजको दिन चाहिँ मेरो यस्तो भइराखेको छ। म चाहिँ यहाँ कपाल कोर्दै छु है। अल्छी लाग्यो, त्यही भएर भिडियो बनाएको। सबैजनाले हेरेर माया गरिदिनु होला भन्दै मायासँगै साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। अनि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्नेको आशामा आज पनि म फेरि नयाँ भिडियो लिएर आएको छु साथीहरु। म चाहिँ काम सकेर कपाल कोर्न लागेको। अब घाँस काट्न जानु छ माथितिर है। तपाईहरुलाई म देखाउँछु हाम्रो बारी। साथीहरु, मेरो कपाल चाहिँ यसरी झर्छ है, किन होला यति धेरै झर्छ, किन होला थाहा छैन है। म चाहिँ हिजो नुहाएको थिएँ, त्यही भएर तेलहरू लाएर कपाल कोरेर बसेको घाममा। किचनमा आएर साथीहरु सबैजना मिलेर सपोर्ट गर्न चाहिँ नभुल्नु है। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। म पनि हजुरहरुको भिडियोमा लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनेछु भन्दै आज भिडियो स्टार्ट गरिरहेछु साथीहरु। अब जानेछु कोठामा। म चाहिँ किचनमा छु। म चाहिँ किचनमा छु गाइस अहिले है। अब कोठामा जान्छु भन्दै म हजुरहरुलाई देखाउने नै छु। ओके, लेट्स गो। आजको दिन चाहिँ साथीहरु यस्तो घाम लागिरहेछ है। यस्तो घाम लागिरहेछ गाइस। यसरी घाम लागिरहेछ। मेरो मान्छे जोत्दैछ। हेर्दै गर्नु होला। Let's go. Cara diskus. Udah cerita tidak? Say. सबैजनाले हेरेर माया गरिदिनु होला। ओ, बगरमा कति धेरै बाँदर। साथीहरु, बाँदर देख्नुभयो? बाँदर, कति धेरै बाँदर। गाइस, कोसी म तपाईहरुलाई मेरो बाख्रा देखाउँछु है। लेट्स गो गाइस। मेरो बाख्रा चाहिँ यति छ। अन्ते के भयो? बाख्रा दुईटा छ, तीनटा यो छ बाछो। त्यसो दुईटा मुनि साथीहरु। मेरो चाहिँ यस्तै छ है पारा। अब घाँस काट्न जानु छ। यहाँ छ मेवा, अर्ग्यानिक गाउँको मेवा भन्दै कोठामा गएर देखाउँछु साथीहरु। मैले चाहिँ लसुन पनि रोपिसकेँ।
सुनाइसक्नु भएको छ अरूहरूले है। पराल बोक्दै रहेछ मान्छेहरू। ओके गाइज, हेर्दै गर्नु होला। लेट्स गो। स्टार्टिङ तुमसे प्यार कोदो कोदो गाइज, कोदो मेरो कोठा सफा गरेको छैन साथीहरू। कोठाको हाल बिजोग छ है, एकदमै बिजोग छ, बिजोग अवस्थामा रहेको छ मेरो कोठा चाहिँ। म चाहिँ यहाँ एकछिन यहाँ राख्नेछु मोबाइल है, देख्छ देख्दैन थाहा छैन। म चाहिँ लाउँछु भ्यासलिन, लाउने जहिले यही हो। हात खुट्टा पनि फुट्दैन। गाइज, मेरो मेकअप चाहिँ यति नै हो। टक्क टिका लाउने हो एउटा होइन। कता गयो तो, कहाँ चला गए बेटाजी? सिम्पल। अब चाहिँ म जानेछु साथीहरू, घाँस काट्न जानेछु। अनि के भन्छ, आज चाहिँ माथि घरतिर जान्छु। हाम्रो माथि पनि घर छ होइन। अनि त्यसपछि घाँस काट्न जाने। सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। ओके, लेट्स गो गाइज। आज हाम्रो फोटो छ है, दोलखाको फोटो। माई फ्यामिली दोलखा भीमेश्वर मन्दिरको चिनो छ मेरो पुकुली। गाइज, यस्तै छ, हेरेर माया गरिदिनु होला। मैले चाहिँ कपडा नि पट्याएको छैन, यस्तो छ हालत ओछ्यानको है। अनि म पनि भर्खर खनेर आएको त्यहाँ मासतिर आलु रोप्ने ठाउँमा। अब घाँस काट्न जान्छु अनि बल्ल आएर कोठा सफा गर्छु भन्दै जानेछु। अब मासतिर गएर देखाउँछु गाइज। ओके, बाई 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 गाइज। यहाँ कस्तो हात दुख्दो रहेछ। तुमसे प्यार हुआ तो अन्धेर भएछ। यस्तो त्यो चिल्लो चिल्लो गरेर जानु पर्यो। टक्क लाएर घाँस ल्याएर भारी पक्क बोकेर है। ओके, बाई बाई, लेट्स गो लेट्स गो। तुमसे प्यार चाहिँ मम्मीहरूले कोदो कुट्दैछ हुनुहुन्छ।
कुदो गाइस हाम्रो हजुरबाको फोटो हुँदैछ कोदोको दिन पनि झै पार्यो हैन म फेरि जान्छु यता कुकुरी लिन जान्छु कुकुरी बाई बाई बख्री तिमीहरूलाई घाँस लिएर आउँछु म अहिले बाई बाई साथीहरू म चाहिँ सिँढी चढ्दैछु हाम्रो यो मन्दिर पनि छ एउटा सानो मन्दिर हाम्रो चाहिँ मन्दिर पनि छ अब चाहिँ म जान्छु यता अब जानुपर्छ घाँस काट्न भिडियो बनाउला हेरेर सपोर्ट गर्नु होला भन्दै म चाहिँ लागेँ ओके गाइस मासतिर पुगेर देखाउँछ है भिडियो लामो हुनसक्छ हाम्रो ठाउँ आयो गाडी आयो बाइक आयो यहाँ चाहिँ बाइक गाडी बाइक हिँडिराखेको हुन्छ तल बसेछ है हेर्दै गर्नु होला साथीहरू म चाहिँ आइपुगेँ यहाँ माथिल्लो रोडमा कच्ची रोडमा यसरी हिँडिरहेछु म चाहिँ बिचारा मेरो खुट्टा धोएको पनि छैन आज छिटो यो कपाल पनि हेर्नु हेर्ने अब म के देखाउँछु ल मुखमाले पछुरीले सानो भनेको भन्छु यो माथि हजुरले हो कि ओइ कस्तो दामी बुट्टाले जुदिरहेछ मलाई त भ्लग बनाउन पनि आउँदैन हो सिकाइदिने मान्छे पनि कोही छैन साथ सपोर्ट गर्ने मान्छे नि कोही हुनुहुन्न है उल्टो भिडियो बनायो भने मजा गर्ने मान्छेहरू मात्रै छन् वाउ ब्युटिफुल क्या मुखमली फुल कस्तो दामी छ क्या देख्नुभयो नि म तलबाट आइसकेँ अब देखाउँछु झरना सानोतिनो झरना यस्तो पाराले कहिले पुग्नु माथि कुनामा चरा देख्नुभयो नि भाग्यो लुक्यो नि है भोलि चाहिँ ठुलो खोलामा त कस्तो राम्रो छाङ्गा आउँछ नि छाङ्गा के छाहारा
सारा आउँछ गाइस। म चाहिँ जाँदैछु यसरी यहाँ माथि पुग्न लाग्यो। म चाहिँ जाँदैछु गाइस। यहाँ माथि चाहिँ सरहरूको घर छ है, गाईहरू पाल्नु भएको छ। तुम क्या चाहती है। गाईहरू छ गाइस, यहाँ चाहिँ गाई बाख्रा गोरु सबै छ है। कस्तो दामी फुल के, यो फुल मेरो घरमा पनि छ। वाउ, सो नाइस। वन जङ्गल डाँडा काँडा कतिको मन पर्छ है। यहाँबाट जस्तो राम्रो गौरी सिंखार हिमाल देख्छ। वाउ, हाम्रो घर चाहिँ तल छ गाइस। कहाँ यसले त छेक्दो पो रहेछ। त्यहाँनिर लास्टको हो हाम्रो घर चाहिँ। त्यो दुईटै हो हाम्रो, एउटा पुरानो घर एउटा नयाँ घर है। हाम्रो घर बेसीमा घर अनि के भन्छ माथि घरमा चाहिँ जाँदैछु साथीहरू। म चाहिँ अहिले यहाँ माथि आइपुग्यो है। ओ त्यहाँनिर भोगटेको रुख छ, के भन्नु टिप्न सकिँदैन। यहाँ कसले बालुवा ल्याएको रहेछ, यहाँ हेर्नु सक्नुहुनेछ। ट्र्याक्टरले बाटो लास्टै बिगारेर यहाँ खत्तमै बनाएछ बाटो। ट्र्याक्टरको कामै छैन। यहाँ माथि भोगटे पाउँथ्यो, भरे लिएर जानु पर्ला। कोही चाख्दैनन् बोटैको भोगटे, स्वर छ च्यात्तिएको बोरा जस्तो। भोगटेले ठाउँ मात्रै ओगटे। ओके फेरि। कोही चाख्दैनन् बोटैको स्वरै सुकिसक्यो। घाम पनि कति धेरै क्या। कोही चाख्दैनन् बोटैको भोगटे, भोगटेले ठाउँ मात्रै ओगटे। हाम्रो बारी, तल्लो बारी आइपुग्यो। यहाँ चाहिँ सब बाँझै छ है। यस्तो पो छ त बारी त, बाँझो छ गाइस। यहाँ चाहिँ हाम्रो चाहिँ बारी तलतिर सब बाँझो छ, मासतिर मात्रै हो खेती गरेको। ओके, म माथि गएर देखाउँछु भन्दा नि यहाँबाट मासतिर हो हाम्रो बारी गाइस। मलाई गर्मी भइसक्यो, पसिना आइसक्यो। साथीहरू कालिज रहेछ, कालिज यहाँभित्र कालिज हो है, बाँसघारीभित्र। बिस्तारै जाउँ, देख्छ कि ला भाग्यो धक्क। गाइस कालिज भाग्यो नि, बिस्तारै आउनुपर्ने रहेछ। कालिज भाग्यो साथीहरू, कालिज भागिहाल्यो नि। ओके आइपुग्यो साथीहरू। यो जुन छ नि देख्दै गरेको रुख, नाङ्गे रुख, यो चाहिँ सबै मैले घाँस झारेको है, म आफै चढेर अनि उता लगाएको हो। त्यो झारेको मैले झारेको साथीहरू।
हाम्रो गोरु देखाऊ टुवा परेर बस्छ गोरु। ओ माई गड कति गर्मी हो है। मल चाहिँ यहाँ छ। हाम्रो घर चाहिँ ओ माथि छ। ओ त थोरै झन्डा देखिरहेछ त नदेख्दो रहेछ। साथीहरू फाइनली आइपुग्यो बारीमा। अब घाँस झार्नुपर्छ। यहाँ माथि ठुलो आमाको घर छ, ठुलो बुवा ठुलो मम्मीहरूको घर छ। हाम्रो माथि छ। हाम्रो त देख्दैन त यहाँबाट त। हो माथि छ। यो घाँस छ नि गाइस, यो रुखको घाँस मैले झारेर छोडिराखेको अलिकति। अब यो टुप्पाको सबै झारेर लाने हो अनि त्यसपछि चाहिँ नलाने, फेरि बाउले कराउँछ। ओके गाइस, अब चाहिँ ढिलो नगरी घाँस काट्नेतिर तर्फ लागौँ होइन। कस्तो एकछिन बसौँ न यहाँ। धेरै लामो भयो यार भिडियो। के छैन, हेरेर माया गरिदिनु होला। हुन त गाउँघरमा बनाएको भिडियो कसैले मन पराउँदैन यहाँ, यो सत्य हो। सहरतिर होस् त झिलिमिली एकछिनमै माया गरेर है साथ सपोर्ट कहाँबाट कहाँ पुर्याइदिनुहुन्छ होइन। गाउँघरको फोटो के अरे गाउँघरको भिडियो अलिक गरिब परिवारको छ नि, त्यस्तो भिडियोहरू कसैले मन पराउँदैन भन्नै पर्यो भने। त्यसैले जो गाउँमा हुनुहुन्छ, जो गाउँको हुनुहुन्छ, सबैजनाले आफ्नो गाउँलाई माया गर्नुपर्छ, गाउँकै भिडियोलाई माया गर्नुपर्छ। सहरभन्दा गाउँ राम्रो हुन्छ, किनभने सहरमा खासै राम्रो लाग्दैन मलाई सहर। म पहिला बसेर पनि आएको हो, त्यही भएर गाउँै ठिक लाग्छ। यस्तो सुन्दर हावा पानी है, यस्तो स्वच्छ वातावरण भएको ठाउँमा भिडियो बनाउने, यसरी घाँस दाउरा गर्ने हिँड्ने। मलाई फेरि त्यस्तो एडिट सेडिट गर्न केही पनि आउँदैन गाइस। यतिकै भिडियो बनाउँछु, हालिदिन्छु। कस्तो हुन्छ हेरेर माया गरिदिनु होला। म चाहिँ अब घाँस झार्नतिर लाग्छु। लेट्स गो। ओ त रुख खोकुरी छ यस्तो, फेरि भुत्ते नभुत्ते। फाइनली गाइस मैले चाहिँ रुखको घाँस झारिसकेको छु है। आज हातमा भ्यासलिन लगाएर आएको कारणले होला एकदमै गाह्रो भयो रुखमा चढ्नलाई। त्यही पनि बल्ल बल्ल चढेर यहाँ कुटमिरोको घाँसको बारी चाहिँ पुर्याइसकेँ मैले। यसलाई भन्छ हाम्रोतिर कुटमिरो। कुटमिरो मेरो चाहिँ यहाँनिर हातमा काँडा पसिरहेछ है, यहाँनिर नदेख्दो रहेछ क्या, कस्तो दुखिरहेछ है। अनि साथीहरू फास्टै काम भयो कि शीतल खोज्दैछु यहाँ। एकछिन भए पनि है, एकछिनमा जम्ला घर चाहिँ पहिला शीतलमा बस्नु पाएँ आनन्द हुन्थ्यो भन्छ। यहाँ मेरो के भयो थाहा छैन है, किनभने रेकर्ड हुन्छ हुँदैन थाहा छैन। तर पनि म चाहिँ आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु साथीहरू। के भयो, गर्मीले मन लाग्यो। यो पनि चेन पनि बिग्रियो गाइस। यस्तो छ मेरो हालत। अनि यसलाई के गर्नु, यस्तो गर्नुपर्छ। यो ज्याकेटको काम रहेनछ है, पुस्तकमा भन्नुपर्ने हो भने।
चाहिँ यसलाई चाहिँ यस्तो गरेर भएन निकाल्नु पर्यो भएन के गर्ने होला साथीहरू आजको भिडियो चाहिँ यस्तै भयो है जस्तो भयो भने हेरेर माया गरिदिनु होला भन्दै आजको भिडियो म यहीँ एन्ड गर्न चाहन्छु ओके बाई गाइज अब म घाँस बोकेर जानुपर्ने हुन्छ है त्यही भएर म चाहिँ यो भिडियो यहीँ एन्ड गर्न चाहन्छु भन्दै कतिचोटि भनिसकेँ त्यो यस्तो गर्नुहुन्छ आयो कस्तो राम्रो हावा आएको माइ गड यस्तो गाह्रो भयो कि आज मलाई रुख चढ्नलाई यो रुख पनि मैले झारेको ओके गाइज बाई बाई लभ यु अल